बसेको है त्यो पोइन्ट है र हाम्रो यहाँ खैरिनी दिदीको छोरी लास्टमा बस्छ है। हेलो गाइज है, त ल वेलकम ब्याक टु माई भ्लग है। दाइ भाइ अब आएर यहाँ भ्लगमा जाँदैछौँ। भाइ बोल त अलि यार। कस्तो आउँछ अहिले अपलोड थाहा हुन्छ। ठिक छ त, हेर त भिडियो देखिरहेको छ माथि ठिक छ, मुनि त फेरितिर यो देखिनु पऱ्यो नि त होइन। ल हामी अहिले छौँ ठ्याक्कै कुँवरीपाटी रोडतिर होइन। कति बजी भयो अहिले? 4 अहिले ठ्याक्क बजेको 4 बजे होइन। हतार भइसक्यो यार मलाई भ्लगतिर उयो हाल्नलाई। ल ललितपुरको कन्डिसन अहिले यस्तो छ। अब यो त गोब्रो राख्दा नि यस्तो कम्प्लेक्स भन्ने साथ फेरि मोल राखेको के हुन्थ्यो होला। झन् त्यही भएर अनि गोब्रो सजिलो भएर त नि मान्छेले गोब्रो गरेको त। त्यस्तो हेभी नहुँदो रहेछ क्या, बुझिनस्। लाइट नै रहेछ क्या, मलाई त ठिकै लागिरहेको तर ठिक छ। अब दाजुभाइ खाजान जानुपर्छ होइन। के छ त दाइ, युट्युबर बन्छ जस्तो लाग्छ? के छ त दाइ, युट्युबर बन्छ जस्तो लाग्छ? भाइ हामी छौँ ठ्याक्कै अहिले लगनखेल जाँदैछौँ। यो ब्याट्री ब्याकअपको लागि यो अब बन्द भएको जस्तो लाग्यो मलाई भाइ। अब खिचेर भयो भने होइन छोडिदिउँ, अब धेरै नचलाउँ होइन। बेलुका एकछिन हल्का राइडमा निक्लिनु पर्ने छ। अहिले हामी छौँ ठ्याक्कै कहाँ छौ भाइ? ठुलो अगाडि है। यता जाउँ भनेको या जाम भयो त नि भाइ। ललितपुरको जाम यस्तै छ है, त्यही जामै जाम। ललितपुरको जाम यस्तै छ। त्यो जाम भएको राम्रो जाम है राम्रो है। ल यहाँमा हो यता छिर्नु पर्ने थियो, छिर्नु चाहिँ यता छिर्नु पर्ने थियो। यता बाटो छ होला।
गोब्रो लाग्छ आमा कहाँ बसेको यार त्यो बहिनी कुर्सी यार बहिनी कहाँ बसेको यार अहिले ल रमाइलो छ है त्यो कुर्सी कहाँ बसेको यार ल ठिक छ एउटा कन्टेन्ट यही पायो त नि ल हाम्रो यहाँ खैरिनी दिदीको छोरी चाहिँ लास्टमा बसिरहेको त्यो अघि त पुरै लड लाग्छ लागिरहेको थियो मलाई त हामी उता जानु नपाएर टेन्सन उनीहरू यता आएर हैरान है के बोले के जथाभावी बोले दिदी ब्याट्री र तल हात नि यार है राइडरै हो क्या हो जित्दै खाँदा हामीलाई त यार केटाहरूको त बेजो भन्नुभयो त मैले गरेर केटाहरूको त बेजो भन्नुभयो त मैले गरेर कुन स्कुल हो यो भाइ एन्ड्रोको स्कुल हो होइन होइन यही रहेछ बहिनी कस्तो रमाइलो लाग्यो क्या यस्तो ठाउँमा बस्नुलाई यार अर्को बहिनी पुरा टाँसेर बसेको छ होइन यता चाहिँ पुरै ऊ भन्दैछ यता चाहिँ हाल्दैछ ल अब खैरिनी दिदीसँग बिदा हुने बेला आयो ल कता केटाहरूले मार्छ क्या बिचमा ल्याएर टाटा गुड बाय गया भन्दा बेलैमा फुल्ने भयो हेलमेट लास्टमा त केही आँखै नदेख्ने रहेछ त पुरै अन्दाजमा हान्नुपर्ने रहेछ केटाहरूले त हानै रहेछ गाह्रो त गाह्रै हुनेछ सुरुमा त एडजस्ट गर्न चाहिँ त्यही हो ब्याट्री सक्यो नि एक ठाउँ बस्यो चिया खायो होइन जता ब्याट्री फेऱ्यो अनि अर्को उयो हो ए हुनु त स्कुटरको टाढा गएको छ नि त यहीँ चार्ज हालिदिनुपर्छ यार कसरी मिल्दैन अन्त अरू टाउको मिल्ने टाउको किन्यो नि त्यो भयो भने त अनि ढुक्कै हुने रहेछ यार होइन